पूजा गर्नु थाल्छु। हेर मेरो मम्मीहरू भिडियो मात्रै बनाएको होइन यो। So hi everyone, welcome back to my YouTube channel. अनि आजको भिडियोमा हुनुहुन्छ मसँग मेरो मम्मी। हाई। अन्तखेरि आजको भिडियोमा चाहिँ I am going to share my daily routine. अन्त so let's get started. म चाहिँ बिहान 5 बजे उठ्छु। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। लाग्दैछ मलाई 5 बजे उठ्छ जस्तै। जोर जोर से बोल के लोगों को स्कीमें बता दे। 5 बजे उठ्छ अन्तखेरिको 5 बजे उठ्छु। 5 बजे उठेर चाहिँ म फर्स्ट मुख सुख धुन्छु, त्यहाँदेखिको पूजा गर्नु थाल्छु हो। नहाँस्नु न। कंट्रोल उदय। अन्त मलाई पूजाहरू गर्दा ओर्दा 1 घन्टा लाग्छ हो। त्यहाँदेखिको त्यतिखेर मेरो मम्मीहरू भिडियो मात्रै बनाएको होइन यो, युट्युबमै गएको। 5 बजी उठेर पूजा गर्छ। त्यो 1 घन्टा यो पूजा गर्छ है, 10 बजी उठ्छ। त्यहाँदेखिको चाहिँ म मम्मी दिदीको लागि चिया बनाइदिन्छु। अन्त उनीहरूको ओछ्यानमा पुऱ्याइदिन्छु हो। अन्त मेरो मम्मी चाहिँ बिहान कति बजी उठ्नुहुन्छ भने 10 बजीतिर उठ्नुहुन्छ। त्यहाँदेखि त्यतिखेरसम्म चाहिँ म जगिङ गइकन आउँछु हो। 1-1.5 घन्टा जस्तो हिँडिकन आउँछु तल रोडमा गएर। त्यहाँदेखिको आएर चाहिँ खानासाना पकाउँछु हो। अन्त मम्मीलाई उसको ओछ्यानमै लगिदिनुपर्छ खाना चाहिँ। दिदी चाहिँ यता किचनमा आएर खान्छ हो। त्यहाँदेखि म जान्छु दोकान, किनकि अहिले मेरो विन्टर भेकेसन चलिरहेको छ। अन्तखेरि मम्मीलाई दोकान हेर्नु हेल्प गर्छु नि त। मम्मी घरमै बस्नुहुन्छ, म दोकान गइकन दोकानमा बसिकन आउँछु। दोकानमा बसेर बेलुका दुध सुध सबै लिकन घर फर्किन्छु। त्यहाँदेखि त्यही थियो। अन्त बेलुका घर आएर खानाहरू पकाउनुपर्छ। खानाहरू पकाउँछु हो। अन्त चिया बनाइदिनुपर्छ मम्मीलाई, बेलुका 1 टाइम खानुहुन्छ। अन्त बेलुका उसको ओछ्यानमा चिया पुऱ्याइदिनुपर्छ। म आगो फुक्छु बाहिरनिर हो। सबैजना आगो ताप्छ नि त बेलुका त, चिसो चिसो छ अहिले। के भन्नु छ? बाई, सब्सक्राइब, लाइक मेरो बेबीको भ्लगमा हो। र सबैजना सेयर गरिदिनु हो। फर्स्ट टाइम गर्दैछ है। आजको भिडियो कस्तो लाग्यो? ब्लग बनाउन स्टार्ट गर्यो। आजको भिडियो कस्तो लाग्दैछ? राम्रै लाग्यो। राम्रै लाग्यो? यो Thank you everyone for watching. Thank you. And if you like the video, make sure to like, share and subscribe. Comment ma pani bhandinuhoस् होला भिडियो कस्तो के कस्तो लाग्यो भनेर. Yeah guys, bye. Bye. Thank you for watching.